नमस्कार, म केएन शर्मा। आजको भिडियोमा म एउटा कविता लिएर उपस्थित भएको छु। स्वीकार्नुहोला। मेरो कविताको शीर्षक छ आगो निभाउन म पानी उमाल्दैछु। मेरो कविताको शीर्षक छ आगो निभाउन म पानी उमाल्दैछु। आगो निभाउन म पानी उमाल्दैछु, रगतले रातिएको माटो चिस्याउँदैछु। आगो निभाउन म पानी उमाल्दैछु, रगतले रातिएको माटो चिस्याउँदैछु। बादल भइसकेका सपना समातेर घामको छायाभित्र जुन उज्याल्याउँदैछु। बादल भइसकेका सपना समातेर घामको छायाभित्र जुन उज्याल्याउँदैछु। छातीमा दन्किएको ज्वालाभित्रै मैले वीर्य झारेको छु आशाको। यो खरानी बन्नु अघि नै जन्मिन्छ, फेरि नयाँ सूर्य गाथाको। मलाई थाहा छ यो पागलपन हो, तर इतिहास पनि त त्यही पागलपनले लेखिन्छ। जसले बगेको रगतको मूल्य बुझ्दैन, त्यसलाई क्रान्ति भन्न किन चाहिन्छ? जलेका हातहरूले आगोलाई छुनुपर्छ ताकि उसले बुझोस् म तात्न तयार छु। जलेका हातहरूले आगोलाई छुनुपर्छ ताकि उसले बुझोस् म तात्न तयार छु। यो जलन सहन सक्ने छातीमा मैले भविष्यको क्रान्ति धारा गरिरहेको छु। नयाँ संसारको नक्सा कोर्न पुरानो इतिहासलाई जलाउनु पर्छ। नयाँ संसारको नक्सा कोर्न पुरानो समयलाई जलाउनु पर्छ। अँध्यारोले छोपेको पनि आशालाई दियो बाल्नै पर्छ, झलमलाउनु पर्छ। अँध्यारोले छोपेको पनि आशालाई दियो बाल्नै पर्छ, झलमलाउनु पर्छ। मेरो साहसलाई जाँच्न खुकुरी उठाउँछन्। मेरो हाँसो सुन्नेहरू त्रासित हुन्छन्। किनभने म पानी उमाल्दैछु तर उनीहरूलाई थाहा छैन। यो उम्लने पानीले तिनको झुटो इतिहास पगाल्दैछ। त्यसैले अब आगो निभाउन म पानी उमाल्दैछु। तिमीहरू डराऊ, किनभने यो आगो म निभाउँदै होइन, यो त अरू भड्काउन उमाल्दैछु।